झुट पनि यस्तो पाराले बोल्नुहोस् अरे कि सुन्नेवाला व्यक्तिलाई चाहिँ एकदम साँचो लाग्छ अरे। अमेरिकामा चाहिँ डक्टर माइरन एल फोक्स नामको एउटा डक्टर थिएछ जो चाहिँ म्याथमेटिक्सको एक्सपर्ट हुनुहुन्थेछ र उसको एउटा सेमिनार थिएछ। त्यहाँ गएर चाहिँ उसले चाहिँ लेक्चर दिनुपर्ने। अब लेक्चर सुन्नेहरूमा चाहिँ स्टुडेन्ट्सहरू होइन प्रोफेसरहरू थिएछ र त्यो जग्गाको साइकोलोजिस्टहरूले चाहिँ डक्टर माइरन एल फोक्सलाई चाहिँ त्यहाँ नपठाएर चाहिँ उसको जग्गामा चाहिँ एक्टरलाई पठाएछ र एक्टरलाई चाहिँ उनीहरूले भनेको थिएछ तिमीले गएर चाहिँ त्यहाँ चाहिँ 1.5 घन्टासम्म एकदमै कन्फिडेन्सको साथ स्पिच दिनु भनेर। र त्यो एक्टरले त्यसो नै गरेछ बडी ल्याङ्ग्वेजको साथै एकदमै राम्रो। अब उसले आफ्नो हिसाबले धेरै कुरो भनेछ क्या जसको चाहिँ मिनिङै थिएन, जसको जुन वर्डहरूको चाहिँ मिनिङै थिएन, त्यस्तो कम्प्लेक्स वर्ड्सहरू भनेछ क्या त्यहाँ गएर। र त्यसो गर्दा गर्दा 1 घन्टा बित्यो होइन। त्यो बित्दा पनि त्यहाँको मान्छेहरूलाई कसैलाई थाहा भएन छ कि यो चाहिँ डक्टर फक्स होइन भनेर होइन। र त्यस्तो हुँदाखेरि चाहिँ बादमा चाहिँ के गरेछ भन्दा त्यो जति पनि सुन्ने व्यक्तिहरू थियो, स्टुडेन्ट्सहरू थियो, प्रोफेसरहरू थियो, उनीहरूलाई फिडब्याक माग्दाखेरि चाहिँ के भनेछ भन्नु त एकदमै इन्फर्मेटिभ थियो होइन, एकदमै नलेज थियो, एकदमै डिप इन्साइट थियो होइन भनेर भनेछ। र भनिन्छ नि अब कन्फिडेन्स चाहिँ यस्तो चिज अरे कि जसले चाहिँ तपाईँलाई जहाँ पनि डोमिनेट बनाएर राख्छ अरे क्या।